हेलो एन्ड नमस्कार एभ्रिवान। मैले लास्ट इयर मिक्स्ड स्कलरसिप एप्लाई गर्नका निम्ति बनाएको रिकमेन्डेसन लेटर अहिलेको एप्लिकेसन गर्दाखेरिमा युज गर्न मिल्छ भनेर धेरै एप्लिकेन्ट्सहरूले सोधिराख्नु भएको छ। एम्बेसीबाट यति टाइम पिरियडभित्र रिकमेन्डेसन लेटर बनाइएको हुनुपर्छ भनेर मेन्सन गरिएको त छैन। मिक्स्ड स्कलरसिप एभ्री इयर ओपन हुन्छ नि त। सो अहिले ओपन भएको एप्लिकेसनको लागि हजुरहरूले लेटेस्ट रिकमेन्डेसन लेटर नै युज गर्दा एकदम राम्रो हुन्छ। इन एडिसन मिक्स्ड स्कलरसिपमा अलिक कम्पिटिसन बढी हुने भएको कारणले गर्दा हजुरहरूले आफ्नो एप्लिकेसनलाई सकेसम्म स्ट्रङ बनाउनु होला। त्यसको लागि लेटेस्ट रिकमेन्डेसन लेटर र अरू डकुमेन्ट्सहरू पनि एकदम राम्रोसँग पेस गर्नु होला। यसो गर्नुभयो भने हजुरहरूको रिस्क कम हुनेछ र हजुरहरूको सेलेक्ट हुने चान्स एकदम स्ट्रङ हुनेछ। सो द्याट्स अल। थ्याङ्क यू सो मच एन्ड बेस्ट विसेस एभ्रिवान।